सबैजना यहाँ चाहिँ हाम्रो बेबी आउन आएको छ सक्यो लुगा लगाएर बेबी लिएर सक्छु एक्साइटेड भइरहेको म चाहिँ एकछिन बस्छु तर त्यो दबाई दिन यस्तो गर्छ कि अरू उहाँहरू जाँदा पनि अहिले चाहँदैन तिमी उठा भिडियो लाइक गर्छु बच्चा छिटाउनको लागि लाइक सबै आज बच्चाहरूको सबै भित्रै टिपेर राखिदिन्छ अरे नि त भित्रै लेखेर यहाँ बस्छु लाग्छ खोइ त बच्चा निकाल्दा पनि कति टाइम लाग्यो टाइम लागिरहेको लुगा लाउँछ होइन बच्चाले यता लैजा छोरी गाइस हाम्रो चाहिँ बेबी चाहिँ छोरी छोरी खोइ यता ल्याएको छैन पोल्टै पार्नु अरे नि कत्रो नि होइन बाबालाई फाइनली बेबी पनि आयो सबै हेर्न आइरहेको नानी नरोए हामी धेरै एक्साइटेड रुनु त पर्छ नि त भने त यसो गोल्टो गान्छ भनेर हाम्रो बेबी त्यस्तो छ गाइस फाइनली बेबी आइसकेको छ गाइस हाम्रो बेबी चाहिँ आइसक्यो वाउ बाबाले हेर्नु हुँदैन छोरी रुएको यता घुमाउ है बुवाहरूको अरू लाग्छ नि त बुवाहरू
कहिले त दबाई आइसकिन नातिनी आइसकिन है हेर्नु त तपाईँको नातिनी ए मेरो नातिनी लु हेर्नु तपाईँको नातिनी हेर ए आम्मा हो यो कलम मोटो न के हो नातिनीहरू भनेका त आँखा कपाल पनि कालो न कालो यस्तो कपाल छैन होइन 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 बाबालाई यो त कालो न कालो गर्मी भयो भिडियो भयो बहिनी गाइस हामी चाहिँ धेरै सब्सक्राइब गर्छु प्लस हजुरहरूले चाहिँ मेरो भिडियो मन परेन मेरो भिडियोमा लाइक सेयर सब्सक्राइब गर्छ थ्याङ्क यू फर वाचिङ बाई